गाई साहब, ए गाई साहब, तपाईँ खुरुक्क बाहिर आउनुहोस् त। अवश्य सुस्तै भयो। यदि अहिले कसैले थाहा भयो भने माया पर्छ। पक्कै पनि तपाईँ हिजोको काण्डको बारेमा भन्नु। ठिक भनिस् तैँले। म त्यही हिजोको घटनाको बारेमा गाई साहबलाई भन्न आएको। कहाँ हुनुहुन्छ तेरो गाई साहब? तुरुन्त यहाँ बोला। अबे सर, मलाई माफ गरिदिनुहोस् न। मेरो भोकै पेटमा लाद नहाल्नुहोस् न। हिजो मैले ठुलै गल्ती गरेको थिएँ। बरु तपाईँले जे सजाय दिन चाहनुहुन्छ म भोग्न तयार छु। माफी मसँग होइन साइको। यदि तैँले माफी माग्न चाहन्छस् भने जुन केटीलाई हातपात गरेको थिइस् नि त्यही केटीसँग गएर माग, बुझिस् नि? अब तिमीहरूको गुन्डा र दादागिरी चल्दैन। अब पालो तिमीहरूको। अबे सर, मलाई माफ गरिदिनुहोस्। अबदेखि कुनै पनि नारीलाई, केटीहरूलाई म हातपात गर्दैन। सबैले आफ्नै दिदी बहिनी जस्तै मान्नेछु। ठिक छ, एकचोटिलाई तँलाई मैले माफी दिएँ। अबदेखि आइन्दा कुनै छोरी मान्छे माथि जिद्दी नजर लगेस् भने तेरो हात खुट्टा काटेर राखिदिन्छु। कुरा बुझिराख साइको। फेरि यही घरमा आएपछि साह्रै तिर्खा लागेर पानी मागौँ भने पनि यो त रामेको घरको पर्यो। अब भन्दा बौलाउनै बेस भन्छन् क्या रे? रामे, ए रामे, छिट्टो बाहिर आइज त। राम बुवा, तपाईँ यहाँ के काम पर्यो भन्नुहोस् न। ए भनेपछि तिमी पो निस्क्यौ न तिमी? अनि रामे गदा कता गयो त? ए दाइ त घरमा हुनुहुँदैन, बिरामी हुनुहुन्थ्यो। षष्ठी चौकीसम्म गएर आउँछु बहिनी भनेर जानुभएको। अहिलेसम्म आउनुभएको छैन। के काम थियो र धनीराम बुवा? खास काम त केही पनि थिएन। बरु मलाई साह्रै तिर्खा लागेर आछ। एक गिलास पानी लिएर आऊ त नातिनी। धनीराम बा, कहाँ हामी दलितको घरमा आएर पानी माग्नुहुन्छ? पानी मागेर पनि दिए नि भनेर नभन्नु होला। पानी त छ, फेरि हामीले छुएको पानी हजुरलाई चल्दैन। यसो नभन नातिनी। भन्न भन्दा बौलाउन बेस भने जस्तो मैले तिम्रो घरमा एक गिलास पानी खाँदैमा के नै हुन्छ र नातिनी? बरु जाउँ भित्र गएर पानी लिएर आइहाल नातिनी। तिमीले पिउने पानी पनि त्यही धाराको, म बुढाले पिउने पानी पनि त्यही धाराको त हो नि नातिनी। बढी नबोल, बरु खुरुक्क गएर लिएर आइहाल छिटो पानी नातिनी। कि पानी दिन मन छैन र यो बुढो बाजेलाई? ए हुन्छ, म पानी लिएर आउँछु। खै, म थाहा पाउने भएदेखि धनीराम बाले हाम्रो घरमा पहिलोपटक पानी माग्नु भएको छ। पानी दिएपछि कतै मलाई पाप पो लाग्ने हो कि? हुन त मेरो बाबा आमाले सिकाएको कुरा, पानी माग्न आएपछि पानी दिएपछि धर्म हुन्छ भनेर भन्नुहुन्थ्यो। पाप गर्नुभन्दा त बरु धर्म गरेकै राम्रो। जे भयो पनि होस्, म त पानी दिन्छु। यो नातिनीले त म बुढो मान्छेलाई धेरै बेर पो कुराइ त। यो नातिनीले दिन्न भने ठिकै छ, आफ्नै घर गएर पिउँछु। धनीराम बुवा, हजुर त हिँड्नै थाल्नु भयो रहेछ त। के लिनु पानी पिनु? ल्याउन त ल्याऊ, ल्याइहाल्यौ पिदिउँ। के लिनु पानी पिनु? ल्याउन त नातिनी, पिदिउँ। ए, तैँले चाहिँ जातको बारेमा ठुलो कुरा गर्ने अनि
सानो जातकोमा आएर पानी पिने अब त गइस बुढा। पुग्यो नातिनी मलाई। धनीराम बुवा, हाम्रो घरमा आएर तसो तसो पानी त पिइहाल्नु भयो। यो कुरा कसैलाई पनि नभन्नु है, फेरि हाम्रो कारणले गर्दा भोलि तपाईँको इज्जत जान सक्छ। नातिनी नानी, म बुढाले तिम्रो घरमा पानी पिउँदैमा मेरो इज्जत जान्छ भने जाओस्। यो गाउँको समाजको मलाई केही पनि मतलब छैन। बुझ्यौ नि नातिनी नानी? नातिनी नानी, तिमीले आफूलाई दलित जात हौ भनेर हेपेर नबस। आफ्नो लागि आफ्नो जात ठुलो हुन्छ नातिनी नानी। मान्छेलाई आपद र विपद पर्यो भने छोडी नातिनी, कोरीको पनि पाउ ढोग्नु पर्छ। तिमीले मलाई पानी खुवायौ, त्यसको लागि धेरै धेरै धन्यवाद नातिनी। अहिले म गएँ। हस् धनीराम बा। मिठो छ। चिलो ए भान्जी, कोही त पानी त सरेन सदा। मेरो भान्जीले बनाएको खाना त अति मिठो। चिलो भाइ भान्जी, पानी सरेन हो। अल्ला, मैले त सार्नै बिर्सेछु नाना। मलाई सार्दैछु। अहिले खाइसकेपछि खाउला ल्याउला है। साँच्चै भान्जी, तिमी यो घरमा आएको पनि धेरै भयो। अब त घर फर्किने होला, फेरि आमा बाबाले गाली गर्ने हो कि? किन र मामा, म यहाँ बस्दा तपाईँलाई बुझ्नु हो र? त्यस्तो भनेको होइन क्या। अनि किन मलाई घरमा पठाउने कुरा मात्रै गर्नुहुन्छ त मामा? मैले त्यस्तो बन्न खोजेको होइन के भान्जी। हुर्किए बढेकी चेली, अब तिमीलाई यहाँ मामा घर आएर बस्दा भोलि केही भइहाल्यो भने गाली गर्ने त तिम्रै मामा हो नि। फेरि तिम्रो बाबाआमाले कति माया गर्छ तिमीलाई। ठिक भन्नुभयो मामा। मेरो मम्मी बाबाले मलाई कति माया गर्नुहुन्छ र हुन्न भनेर त मलाई मात्रै थाहा छ। तपाईँको अगाडि पो मेरो मम्मी बाबाले माया गरेको जस्तो नाटक गर्नुहुन्छ। तपाईँलाई के थाहा मलाई घरमा कति हेला गर्नुहुन्छ भनेर। हेलो त गरिहाल्छ नि भान्जी, अघि तिमी साउदिने आमाको छोरी नै पर्यो। मामा, यो तपाईँ के भन्दै हुनुहुन्छ? के यो कुरा सत्य हो? भान्जी, यो कुरो त सत्य हो भने तिम्रो मम्मी बितेर जानु भइसकेपछि तिम्रो बाबुले अर्को बिहे गरे हो क्या? ए, भनेपछि मलाई मेरी आमाले घरमा किन यति धेरै हेला गर्नुहुन्छ भनेको त कुरा यस्तो पो रहेछ हो भने यो कुरो सत्य नै हो क्या? खाना खाने बेला के भान्जीको मन दुखाइराख्नु? खाना खाऊ, म पर गाउँतिर गएर घुमेर आउँछु है एकछिन। हस् मामा, तर अलिक छिटो आउनु ल। ल ल ल ल मेरो प्यारो भान्जी, ल म यति सकेर गइहाल्छु है। बुढो बुढो उठ्नु न। एकछिन सुतौँ कि भनेको भुसुक्क निदै हालेछु। उठाउन आऊ है भनेको थिएँ। जोस्, मेरो बुढी उठाउन आएछु है। अघि आमा आउनुभएको थियो, ज्वाइँ कति माया लगाइरहेको छ हेर्नु मन लगाइरहेको भन्दै हुनुहुन्थ्यो, जानु भएपछि। ए हो र बुढी। मुना, तिमी पनि कस्तो कुरा गरे कि? बल्ल बल्ल आउनुभएको सासु आमा घरको आँगनसम्म एकछिन रोकेर राखे पनि हुन्थ्यो र मलाई आएर उठाएको भए त म उठेर आइहाल्थेँ नि तल सासु आमाको मुख हेर्नलाई। उठाउन आउँ भनेको त भने फेरि हजुरको निन्द्रा बिग्रेला भनेर नउठाएको नि। थ्याट लाटी, मलाई के सासु आमा भन्दा निन्द्रा ठुलो हो र? बिचरा ती सासु आमाले आजभोलि साह्रै नै दुःख पाउनु भएको छ जस्तो लागेको छ मलाई। किन र बुढा, हजुरलाई किन त्यस्तो लागिरहेको? किनकि त्यो जेठान दिदीले घर छोडेको पनि धेरै दिन भइसक्यो। फेरि त्यो साली नानी पनि आजभोलि साह्रै नै बिग्रेर हिँडेकी छ।
त्यही भएर सासू आमा हाम्रै घरमा ल्याएर पालौँ कि जस्तो लाग्छ मलाई मुना। हुनु त हो नि बुढा, आमालाई यहीँ ल्याएर पालौँ जस्तो लाग्छ मलाई पनि। घरमा नन्द अलि छुच्चो हुनुहुन्छ, कुरा पनि नमिल्ने हो कि। बुढी ऊ त मेरो बहिनी हो, मैले सम्झाएपछि सम्झिहाल्छु नि। अनि सुन, हामीले बिहे गरेको पनि यत्तिकै वर्ष दिन भइसक्यो, अब त यसो छोराछोरी पनि जन्मने होला नि। ए भाउजू कहाँ जानुभयो भनेको त यहाँ दाइसँग आएर टाँसिनु पो भएको रहेछ होइन? बहिनी तैँले के बोलेको? दाइ भाउजूको अगाडि बोल्ने तैँले यही हो? मैले त्यस्तो नराम्रो के बोलेको छु र? राम्रो त बोलेको छु। एउटा घरको बुहारी भएपछि घरको काम गर्नु पर्दैन? दिउँसै दिउँसै यहाँ च्यापेर बसेर हुन्छ? नानी अघि पछि त स्कुल हुन्थ्यो, काम गर्न भ्याउँथिनँ घरको। आज त शनिबार सबै घरको काम गरिसकेँ त मैले। त्यही पनि अरू केही काम छ भने भन्नुहोस्, म गरिहाल्छु नि। किन कराइहाल्नु भएको? ए अनि त्यो खाएको जुठो भाडा चाहिँ कहिले माझ्ने नि? मैले अझ सबै काम सक्यो भने लाज लाग्दैन तपाईँलाई? बहिनी तेरी भाउजू पनि थाकेर आएको हुन्छ नि त्यत्रो स्कुल पढाउँदाखेरि। आज एक दिन छुट्टी भएको भएर मसँग एकछिन गफ गरेर बसेकी हो। उसको पनि शरीर हो, थके त लागिहाल्छ नि। कहिलेकाहीँ तैँले गर्दा पनि हुन्छ काम, र भाडाहरू तैँले मान्दा नि हुन्छ नि। ए कति न अलिकति बोल्न नि नहुने, झर्किनु परिहाल्छ। कति न म सौतिनी बहिनीको जस्तो व्यवहार गर्नुहुन्छ त। आजभोलि यो बहिनी अलि बढी नै बोल्न थालेकी छे। कुन दिन मेरो झापड भेट्छे अनि थाहा पाउँछे। के भन्नुभएको हजुरले? यस्तो बहिनीलाई पनि सानी नै हुनुहुन्छ। मैले के बोलेँ भन्ने उहाँलाई थाहा नै हुँदैन। के भन्नुभएको? गएँ म जुठो भाँडाहरू माझ्नु छ। ल बढी होइन यसरी आँती आँती कहाँ जाला अनि त तिमी? कहाँ जानु नि? वर्षाको घर जान लाग्यो नि। होइन किन यसरी हतार हतार गरेर जान लाग्यो त वर्षालाई भेट्नलाई? वर्षासँग मेरो धेरै काम छ, ऊ घरमा त होला नि है? खोइ म त वर्षाको घरतिर गएको छैन, तलबाट आएको, घरमै होला नि। ल ल मलाई हतारसम्म गए ल। एकछिन, किन र? तिमी त वर्षासँग झगडा गर्न जान लाग्यो क्या हो? मलाई त सँग पो लाग्न थाल्यो है। झगडा गर्न चाहिँ होइन, झगडा पार्न चाहिँ जानु लागि हो म। खै ठुलै झगडा हुने हो कि क्या हो गाउँमा? होइन के हेरेको यसरी अरे दाजु? चिलुवा मैले बिहे गर्न लागेको तुलाई फेरि तिमीले लाल लागि भनेर हेरेको नि। तपाईँले पिर मान्नु पर्दैन। तपाईँको हुनेवाला दुलाई गाउँमै छोड्या छु। तपाईँले एउटा कुरो थाहा छ दाजु, सबै सहरिया बाबाहरू स्वार्थी हुँदैन, बुझ्नुभयो नि कुरा? ओ चिलुवा भनेपछि सारी बाबु मैले अस्ति गाली गर्यो भनेर रिसाएको हो कि क्या हो? तर केही छैन, हराएको सामान भेटेर ल्याइदिएको छौ, धन्यवाद है सारी बाबु। धन्यवाद दिनु पर्दैन, आफ्नो भाग्यमा जे लेखेको छ त्यही पाउने त हो नि। आफ्नो भाग्यमा नभएपछि जति कोसिस गरे पनि पाइँदैन रहेछ दाइ। चिलुवा मैले त गुमाइसकेको थिएँ, तर केही छैन, निप्न लागेको बत्तीलाई तिमीले उज्यालो बनाइदियो। खै यसको गुण कहिले दिने हो मैले? तर नआत्यो सारी बाबु, कुनै दिन सहर आउने मेरो पालो भयो भने अवश्य तिम्रो गुण तिर्नेछु, त्यो पनि ब्याज सहित है। तर एउटा कुरो थाहा छ, तिमी त मेरो जिन्दगीमा भगवानै बनेर आएको रहेछ भने वा गाँठे। भयो दाइ, मलाई भगवान् भनेर लज्जित नबनाउनु। म त एउटा बाटोमा हिँड्ने लट्टी हो दाइ, कुन बेला भाँचिन्छ मलाई थाहा छैन दाइ। चिलुवा त्यो त ठिकै हो सारी बाबु, बाटोमा सबै टेकेर हिँड्ने लट्टी पनि बलियो हुन्छ भन्ने छैन नि। ल त धेरै गन्न गरेर पनि के भाइका, टाइम पनि भइछ, म त लाग्छु है दाजु। ए ल ल राम्ररी जाऊ है। ल बाई। वर्षा दिदी, ए बहिनी तपाईँ एकछिन यहाँ बस्नुहोस् त। किन बहिनी, के भयो? बस्नुहोस् न। बहिनी तिमी त किन मसँग झगडा गर्न आए जस्तो गर्यौ त? म तपाईँसँग झगडा गर्न आएँ कि होइन, बरु तपाईँको दाइको ज्यान बचाउनुहोस्। अकालमा तपाईँको दाइको ज्यान जाला फेरि। बहिनी के भन्दै हुनुहुन्छ तपाईँ? के भयो मेरो दाइलाई?
अहिलेसम्म त केही पनि भएको छैन। यदि तपाईँले समयमै गएर सानो काजिनीलाई राम्रोसँग सम्झाउनु भएन भने चाहिँ तपाईँको दाइले जे पनि हुनसक्छ। तपाईँलाई थाहा छ त्यो सानो कजिनीको कारणले काजी साप र काजीको गुन्डाहरूले तपाईँको दाइले मार्ने योजना बनाइरहेको छन्। तपाईँ त मेरो नजिकको साथी भएर तपाईँलाई भन्न मात्रै आएको, नभए मलाई भन्न यस्तो केही जरुरी पनि थिएन। ए भनेपछि त्यो सानो काजिनीले मेरो दाइलाई फसाउनलाई म त्यसलाई छोड्दिनँ। त्यही त भने क्या, त्यो सानो जातको छोराहरूले ठुलो जातको छोरीहरूसँग माया गर्न नहुने हो र भने। जाने होइन, अहिले गइहाल्नुहोस् र त्यो सानो काजीलाई बुझाइदिनुहोस् कि तपाईँको त्यो दाइको ज्यानभन्दा सानो काजिनीको ज्यान प्यारो हो र तपाईँलाई। होइन होइन बहिनी, मलाई त मेरो ज्यानभन्दा पनि मेरो दाइको ज्यान प्यारो छ। म बरु गइहाल्छु। ल म पनि गएँ। आज त साथीहरूसँग घुम्न जाँदा कति रमाइलो भयो, कस्तो थकाइ लाग्यो। रमाइलो पनि अति नै भयो। ठिक भन्नुभयो सानो कजिन साहब तपाईँले। रमाइलो त भइहाल्छ नि अर्कोको ज्यान मार्न थालेपछि। वर्षा, तिमी के भन्दैछौ? तिमी होसमा त छौ? म त पुरै होसमा छु। बेहोसमा त तपाईँ हुनुहुन्छ सानो कजिन साहब। वर्षा, तिमी के भन्दैछौ? मैले त केही पनि बुझेन नि, अलिक खुलेर भन न। बुझी पनि किन बुझ बुझाउनुहुन्छ है काजिनी साहब? मेरो दाइले तपाईँको के नै बिगार्नु भएको छ र मेरो दाइको ज्यान लिनुपर्ने? होइन वर्षा, आज तिमी बौलायो क्या? कहिले कसको ज्यान लिने भन्छौ, कहिले कसको ज्यान लिने भन्छौ। अनि मैले तिम्रो दाइको ज्यान कहिले लिन खोजेँ? अनि यो नचाहिँदो कुरा तिमीले कहाँबाट सुन्यौ? मैले सबै कुरा सुनिसकेँ। गरिब छौँ, मेरो दाइले तपाईँको घरमा काम गर्छ भन्दैमा यति साह्रो पनि नहेप्नु। हेर वर्षा, तिमी अरू कुरा सुनेर मसँग झगडा गर्ने काम नगर। हो, मैले तिम्रो दाइलाई माया गर्छु। तिमीले मलाई तिम्रो दाइसँग छुटाउनको लागि तिमी मसँग झगडा गर्न आएको हो। फेरि अर्को कुरा, आफूले माया गर्ने मान्छेको ज्यान पनि कसैले लिन्छ र? भयो, हामी जस्तो हालतमा छौँ त्यस्तैमा ठिक छ। पर्दैन तपाईँले मेरो दाइलाई माया गर्न। फेरि मेरो यो संसारमा दाइ बाहेक कोही पनि छैन। मेरो बाउ भने पनि आमा भने पनि मेरो दाइ हो। म मेरो दाइलाई गुमाउन चाहन्न। बिन्ती छ, मेरो दाइलाई माया नगर्नुहोस्। तिमी कुरा नबुझेर रुने काम नगर। फेरि मैले तिम्रो दाइलाई माया गरेकी हो, गुमाउन खोजेकी होइन नि। हेर, बरु सक्छौ भने आफ्नो आँसु पुछ। यो दुनियाँको कुरा छोडिदेऊ। यो दुनियाँले त के भन्छ भन्छ। होइन काजी साहब, यो दुनियाँले ठिक भन्दैछ। एउटा दलित केटाको र ठुलो जातको केटीको बिहे कहिले पनि हुन सक्दैन। मैले धेरै ठाउँमा देखिसकेकी छु। जात नमिलेर दलितहरूले धेरै ठाउँमा ज्यान गुमाएको छ। यसरी मेरो खुट्टा छेर मलाई पाप नपुगाऊ। अब नरो। अब कोही पनि दलित केटाकेटीले आफ्नो ज्यान गुमाउनु पर्दैन। र गएर तिम्रो दाइलाई भनिदेऊ उसको हातको सिन्दुरले मेरो सिउँदो रङ्गिनी छ भनेर। प्लिज गर्नु छ, मेरो दाइले सिन्दुर तपाईँको सिउँदो कहिले पनि भन्न सक्नु हुँदैन। सक्छ, अवश्य सक्छ, किन सक्दैन? तिमीले यो विषयमा धेरै पिर लिनु पर्दैन। काजिनी साहब, हजुरले मलाई आफै दिदी सम्झेर मैले भनेको एउटा कुरा मान्नु। मेरो दाइदेखि टाढै बस्नु। अरू कुरा भए त म सजिलैसँग टाढा बस्न सक्छु। तर वर्षा, मैले तिम्रो दाइलाई आफूभन्दा नि बढी माया गर्छु। अनि म कसरी टाढा बस्न सक्छु? जति बेला आयो न बुढी घरमा हुन्छ न बहिनी घरमा हुन्छ। होइन, यिनीहरूले मलाई के सोचेको छन्? ए, तेरो घर आउनु समय यही हो? दाइ, म आफ्नो घरमा जतिखेर आए पनि भइगयो त, तपाईँलाई के हात परेछ? ए, आज आएर त यति ठुली भइसकिस्। आफ्नो बहिनी कहाँ जान्छ के गर्छ भनेर आफ्नो दाइले चासो लिन नपाउने? चासो लिन त पाइन्छ दाइ, तर तपाईँले पनि राम्रो मुखले त सोध्न सक्नुहुन्थ्यो नि कहाँ गएर आइस बहिनी भनेर। तपाईँले झपडै हाल्नुपर्छ त। आजसम्म तँलाई मैले राम्रोसँग सम्झाएको थिएँ। तैँले कहिले भनेको मानिस दाइले भनेको? त्यही भएर तँलाई मैले आज हात उठाउन बाध्य भएको छु। गलत सलत फुट्ने दिन्छु, बढी हुँदै रहेछ। पिट्नुहोस् दाइ, अझै पिट्नुहोस्। तपाईँलाई मलाई कुटेर तपाईँको धिक मर्छ भने अझै कुट्नुहोस् न। आजसम्म गाली नगर्नु भएको दाइले आज आएर म माथि हात उठाउनु भयो होइन दाइ? अबदेखि म तपाईँसँग कहिले नि बोल्दिनँ। बहिनी, मलाई के थाहा आजभोलि मलाई कति टेन्सन छ भन्ने कुरा। बहिनीमाथि मैले हात कसरी उठेँ भन्ने कुरो मलाई पनि थाहा छैन। साँझ पनि परिसक्यो, अहिलेसम्म मामा आउनुहुन्न त।
झन् छिटो आउनु भनेको त ढिला आउनु भनेको सुन्नु भएछ कि क्या हो? आफूलाई भने घरमा कोही छैन, डर लागिसक्यो। चिले ओए भान्जी किन बाहिर बसेको? साँझ परेको बेला उता भित्र बस्नु पर्दैन? भित्र त केले डराउन दिन्छ, त्यही भएर बाहिर बसेको। बाहिर झन् डर लाग्यो। चिले ओए भान्जी घरमा बस्नु भने के को डर भने? यत्रो बाघले खाइ नसक्नु ज्यान छ मामाको। लैकिन बरु भित्र जाऊ। डर त लागिहाल्छ नि मामा। आफ्नो घर छोडेर मामा घर आएर बसेकी छु। कतै जाम भने कसैलाई चिनेको पनि छैन। चिले ओए किन डराउनु पर्यो भने भान्जी? डर ग्रुप लाउने चोटोमा गएर सुत्ने। हिजो पनि यो मामाले पातेर सुत्न दिनु भएन, आज पनि पात्न सुरु गरिहाल्नु भयो। भान्जी यही पातको कारणले त हो नि मैले अहिलेसम्म बिहे नगरेको। यो पातको कुरो छोडिदियो, जाऊ यिन भित्र। खाना त पकायो होला नि? पकाएको छु नि, तर अबदेखि तपाईँले धेरै खानुहुन्न मामा, थोरै खानुपर्छ है। चिले ओए भान्जी हुन्छ नि त, माउले धेरै खायो भने पाछ भनेर होला। छोडिदियो, ल जाऊ भित्र हिँड। हस् मामा। ल गुन्द्री लिएर आऊ है।